हेलो गाइस, आज चाहिँ म तपाईहरुको लागि भिडियो दाल पुरीको लिएर आएको छु। पहिला चानालाई यसरी भिजाउनु पर्छ। भिजाएर चाहिँ कुकरमा हालेर कम्ती भिजाउनु पर्छ है। यो चाहिँ कम्ती भिजाएर चाहिँ कुकरमा हाल्नुपर्छ। यसरी कुकरमा हालेर अलिकति नुन हालेर सिटी लाउनु पर्छ। अलिकति पानी हाल्नुपर्छ। पानी हालेर बेसी हैन, एक सिटी जस्तो लाउनु पर्छ। कम्ती पाकेको होस्, आटामा चाहिँ अलिकति नुन दिउँ हैन। अलिकति नुन लाएर चाहिँ मुस्नुपर्छ दाल पुरीको लागि। अब एक सिटी पनि लाग्यो हो। अन्त मैले यहाँ आटा पनि मुसिसकेँ। हो मेरो चाना चाहिँ रेडी भयो है। यस्तो हुनुपर्छ। चाना चाहिँ यतिको हुनुपर्छ, बेसी पाकेको पनि हुँदैन हैन, काँचो पनि हैन। यतिको जसमा कटमेरो होस् हो। अनि फ्यात्तै भएको चाहिँ फेरि गिलो हुन्छ, राम्रो हुँदैन हो। अन्त अब यसमा मिक्सीको जारमा हालेर पिस्नुपर्छ। यसमा अब जिरा हाल्नुपर्छ। यो चाना भुट्दा चाहिँ हो, जिरा हाल्ने सुक्खा खोर्सानी हाल्नुपर्छ। अब अघि पिसेको चानालाई यसरी हाल्दिउँ होइन। अब नुन हाल्नुपर्छ, स्वाद अनुसारको नुन। चलाइरहनुपर्छ यसरी। यो चानाको ताललाई चाहिँ चलाइरहनुपर्छ हो। डढ्छ चलाउनु। यसमा चाहिँ अब अदुवा पनि चाहिने थियो हो। अदुवा तेजपत्ता हाल्दा हुन्छ, तर मेरोमा थिएन र त्यति सामानले नै बनाएँ। त्यही सामानले बनाएँ। अब यो मेरो दाल पुरीको मसला रेडी भयो है। अब ग्यास निभाइदिन्छु। अब बनाउँदा देखाउँछु। अब यसो सेलाउनु राखिदिन्छु यसलाई। सेलिनुलाई चाहिँ यसमा हाल्नुपर्छ। डल्ला चाहिँ ठुल्ठुलो हुनुपर्छ हो। मसला हाल्नुलाई चाहिँ यो हाल्दा बनाएको हो। यसो गरेर चाहिँ जानिहाल्नुहुन्छ। मेरो दाल पुरी रेडी। अब यसलाई फ्राई गर्नुपर्छ। मोटै बनाउनुपर्छ यसलाई चाहिँ, पातला हुनु हुँदैन, मोटै हुन्छ। यहाँ राखेर अब नभए म फ्राई गरिदिन्छु। अब चाहिँ म यहाँ फ्राई गर्नु आँटेको।
मेरोमा चाहिँ अब रिफाइन ओइल छैन र यहाँ सर्सोको ओइलमा चाहिँ तपाईँहरूले उयो रिफाइनमा गर्नु सक्नुहुन्छ। मेरोमा चाहिँ रिफाइन छैन, अन्त यो सर्सो ओइलमै गरेको। तेल पनि खनिसक्यो हो, अब म यो हालिदिन्छु। मेरो दाल पुरी पनि भयो। रातो रातो भएपछि निकाल्नुपर्छ हो। अब अर्को गाइस, यहाँ हेर्नु मेरो पुरी कति टाइम भएको है, यस्तो राम्रो भएछ हौ। मैले त तर 2 पल्ट मात्रै भयो यो बनाएको चाहिँ। यो अस्ति 1 पल्ट बनाएँ, यो सेकेन्ड टाइम 2 पल्ट मात्रै भयो बनाएको। तपाईँहरूलाई उयो गरेर देखाउँछु। रेडी भयो। अब तपाईँहरूलाई यहाँ चाहिँ गरिदिन्छु। टाइम भएछ दाल। हेर्नु दाल छरिएको, छरिसकेछ दाल। दाल कम्ती हालेछु मैले तर यसमा दाल कि अलिक ज्यादा हाल्नु चाहिँ दाल। यस्तो भयो, टाइम भएछ। तपाईँहरूले पनि यसरी नै बनाएर खान सक्नुहुन्छ होइन। अन्त मैले चाहिँ यसरी नै बनाउँछु, तपाईँहरूले चाहिँ कसरी बनाउनुहुन्छ भन्नुहोस् होला मलाई। मैले बा जानिनँ कि, मैले चाहिँ यसरी नै बनाउँछु। यो आजको लागि यति नै, धन्यवाद।